क्यामेरा क्वालिटीलाई चाहिँ इग्नोर हानिदिनु होला। क्यामेरा क्वालिटी खासै गतिलो छैन मेरो। भिरालोको सिङ उम्रेको दिन चाहिँ म नि किन्छु एउटा राम्रो। अरूलाई वर्ल्ड कपको धन्दा छ, आफूलाई चाहिँ यहाँ काम कहिले सक्नु त्यही मात्र टेन्सन छ। डेन्जर यतातिर मान्छेहरू खौलिन्छ। हावाको लहरसँगै उडिरहन मन। Hi guys, welcome back to my YouTube channel. अब तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। म पनि ठिकै छु। सन्चै नि छैन, बिसन्चै नि छैन। अनि अल्छी लाग्छ, अल्छी लागे जस्तो फिल हुन्छ। अब त अल्छी लाग्ने टाइम त होइन हुन त, तर नि मलाई चाहिँ अब बढी अल्छी लागे जस्तो पुरै थकित फिल भइरहेछ। तै नि के गर्नु, हातमा खुर्बा बोकेर फडाइनीतिर जाँदैछु फेरि नि। आज पनि भिडियोलाई पुरा हेरिदिनु होला। भाइ चाहिँ अगाडि गइसक्यो, म चाहिँ पछि जाँदैछु। अनि पानी परि गर्छ यता। हिजो नि पानी पऱ्यो, हिजो नि फडानीमै गएको थियौँ। आज 6औँ दिन होला हामी फडानीमा गएको। आज 6 दिन हो। अनि पानीले लुत्रुक्कै भिजाएको थियो। अनि कस्तो भयो र थियो नि। अनि अलि सन्चो चाहिँ भइरहेको छैन, छन चाहिँ तैनी जाँदैछु। अब सक्नुपर्ने छ, अरू कामहरू डन्नै छ। कोदो रोप्ने सिजन सुरु भयो होइन हाम्रोतिर चाहिँ। अरूले चाहिँ रोपिरहेछ, हाम्रो चाहिँ सुरु गरे छैन। यहाँ फडानी हानिसकेर त्यसपछि अरू काम छ। त्यसपछि कोदो रोप्नु पर्ने छ होइन। गाह्रो छ साथीहरू। तपाईँहरूकोतिर चाहिँ के कति रोप्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। है त, मौसम यस्तो भइरहेछ। आज नि पानी पर्ने भयो। यतातिर चाहिँ खेतको गरा, बारीको गरा थियो, अहिले चाहिँ पुरै जङ्गल भइसकेको छ। सुनसु जाँदैछु, सानो टाढो छैन, पुग्नै आधा घन्टा ज्यादा लाग्छ। अनि आउन त्यस्तै हुन जाने 1 घन्टा, तर हामी राति मात्रै आइन्छ। 7 बजे मात्रै मेलोदेखि निस्किन्छ। अनि 7 बजे निस्केपछि घर आइपुग्दा रात पर्छ। आधी बाटो आउँदै गर्दाखेरि हामीले लाइट बाल्नुपर्ने हुन्छ। गाह्रो छ साथीहरू, गाह्रो छ। गाउँले जीवन यस्तै छ, मस्त काम गर्नुपर्छ होइन। गाह्रो छ। क्यामेरा क्वालिटीलाई चाहिँ इग्नोर हानिदिनु होला। क्यामेरा क्वालिटी खासै गतिलो छैन मेरो। है नि, भिडियो बनाउने सोख पुरा गर्दैछु। एक दिन पैसा कमाएर म क्यामेरा क्वालिटी राम्रो ल्याएर भिडियो बनाउँछु। अहिले त साथीहरू, तर कुन जमानामा हो थाहा छैन। भिरालोको सिङ उम्रेको दिन चाहिँ म नि किन्छु एउटा राम्रो क्यामेरा। अल्छी लाग्दो काम लाग्नुभन्दा त मौसम यस्तै ठिक हुन्छ काम गर्दा चाहिँ। तर पानी पऱ्यो भने चाहिँ अलिक ल्याङ हुन्छ। पानी चाहिँ नपरि यस्तै गऱ्यो भने चाहिँ डबल मजा आउँछ काम गर्न नि। पुरा त्यस्तै हो साथीहरू। अरूलाई वर्ल्ड कपको धन्दा छ, आफूलाई चाहिँ यहाँ काम कहिले सक्नु त्यही मात्र टेन्सन छ। गाह्रो छ। पुरै पानी पर्ला जस्तो मौसम भइरहेछ। अलैँची बारी चाहिँ यतातिर आएको, यतातिरको भाइ चाहिँ पुगिसक्यो। म चाहिँ यहाँ जाँदैछु। अझ पानी छिटै खस्ने भयो। मौसम यस्तो छ, डेन्जर यतातिर मान्छेहरू खौलिन्छ। हामीले गर्नु पनि त्यताको धेरैजनाको जोडिएको छ अरे साँड चाहिँ। त्यही भन्थ्यो भाइले, मलाई चाहिँ थाहा छैन। चाहिँ जाँदैछु साथीहरू। यस्तो छ पानी। जाँदैछु म चाहिँ पुग्न लागिरहेको छु। अब चाहिँ अलैँची बारी
झर्नुपर्ने हुन्छ। ओह्रालो जुका चाहिँ अति पाउँछ। जुका त लोत्रो झन्नै हुन्छ जुका चाहिँ। यस्तो छ यतातिर अरूको उता जानुपर्ने हुन्छ। म चाहिँ अलैँचीबारी त डेन्जर छ, क्या आफ्नो छैन। हाम्रो घरदेखि पल्लो पाटा हुँदै हाम्रो गाउँदेखि चाहिँ अनि छ खत्रै छ। हुनेहरूको नहुनेहरूको जिरो, हाम्रो जिरो। गाह्रो छ साथीहरू। हाम्रो चाहिँ सुरु भइसक्यो। निकै तलदेखि ल्याएको यहाँ ल्याइपुऱ्याइयो। भाइले पर फाँड्दैछ, सायद यहाँ माथितिरसम्म होला लानुपर्ने। मौसम यस्तो बिग्रिरहेछ आज, रुस्स भएर के भयो। यहाँ पानी पावरले नसकेर घुमिरहेको छैन। तर हिजोभन्दा चाहिँ आज बेसी पावर आएछ। हिजो राति खतरा पानी पऱ्यो नि त, तलसम्म पुग्दो रहेछ। के भएर त्यहाँ पल्लो सायद थुनी गएको छ कि क्या, त्यही भएर नघुम्यो होला। अरूखरू यस्तो यस्तो मरेको छ। हावा चल्यो पानी पऱ्यो भने चाहिँ डेन्जर हुन्छ क्या, यो भाँचिन सक्छ नि त। त्यही भएर म चाहिँ यहाँ छु पन्जा गनाएर, बस पिउनु सक्नु छैन। अनि यतातिर त फाँड्नै बाँकी छ। यो लोड चाहिँ यता ल्याउँदैछु, अनि यो लोड त तलै बाँकी छ, तलैदेखि धेरै छ साथीहरू। मौसम चाहिँ पानी पर्ला जस्तै गरिरहेछ। अघि एकछिन पऱ्यो अनि हामी चाहिँ खाजा खाएर बसिरहेछौँ। लामखुट्टेले बस्न दिएको छैन एकछिन पनि। अनि पारिपट्टि हेर्दै बसिरहेछौँ हामी चाहिँ। यहाँ छ भाइ। अनि अलैँचीबारी चाहिँ यतातिर हो, माथिको सकेर त्यहाँदेखि यता ल्याउँदैछौँ। त्योहरू मैले चराको गुण रहेछ। माउ आएर अहिले चारो दिइराखेर गयो छ, म चाहिँ देखिनँ। नजारा चाहिँ यस्तो छ यताको। भिजेर लोप्पै छ बस्न, नि चल्न मनै लागिरहेको छैन। अब फेरि ड्युटी सुरु गर्नुपर्ने हुन्छ हामीले चाहिँ। ट्यागको पारामा यस्तो जोडी सानो छैन। तल यो रुखको हाँगादेखि सुरु गरेर यहाँसम्म, यहाँदेखि त्यो माथि यो चिलाउनेको फेदभन्दा अलिकति माथिसम्म पुर्याउनु पर्ने। अनि यता त तलदेखि छ, डल्लै छ साथीहरू। म चाहिँ यहाँ छु, आँखातिर के पसेर हिलो छिटेर भिजोक भइरहेछ साथीहरू। यस्तो झोडी छ, यस्तो उयो त सफा भइसकेको छ। यतातिर झोडी छ, पछाडितिर कस्तो मजाले टिकाल बसिगएछ नि त, टिकाल। त्यस साथीहरू अब एकछिनपछि कति बजिरहेछ? 5:34, 5:30 भइरहेको रहेछ। 7 बजेसम्म फाँडिन्छ, त्यसपछि चाहिँ घर गइन्छ। एकछिनपछि भेट्नुपर्छ। है त गाइस, आजलाई चाहिँ छुट्टी। यतातिर फाँडियो अनि यता माथि पल्लोदेखि नि माथि, अनि उँभो बाँकी छ। अब अर्को छुट्टी। रात परिसक्यो, 7 बजिसक्यो। माथिको पानी चाहिँ आज आइपुगेन। अहिले चाहिँ सिमसिम परिरहेछ। पानी राति चाहिँ पर्छ होला। सो गाइज, आजको भिडियोलाई चाहिँ यतैतिर ब्यास थामिदिनु पर्ने हुन्छ मैले। त्यही हो गाइज, थ्याङ्क्स फर वाचिङ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। फेरि अर्को भिडियोमा भेट्नुपर्छ। है त गाइज, बाइ बाइ गाइज, जय नेपाल।